नेपाली नागरिकहरूको सरकार बनाउनु छ हैन एउटा सर्वपक्षीय सरकार बनाएर फेरि पनि चुनावमा जानु छ हैन एनजिओ आइएनजिओहरू सबलाई लखेट्नु छ जुन जुन चिजले यो देशलाई धोका दियो नेपाली नागरिकहरूलाई धोका दियो त्यो चिजहरूलाई निर्मूल गर्दै अगाडि बढ्नुपर्ने चुनौती छ आज नेपाली नागरिक र नेपालमाथि। त्यसले गर्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली नागरिकहरू जो देश छोडेर जाने त गए देशमै भएका बुढाबुढी भए पनि महिलाहरू भए पनि दुःख सुख हैन रोटो कालो पिठो भोकै जाउलो तातो पानी खाएर पनि अब सडकमा निस्किने हामी यो व्यवस्था परिवर्तन नभइन्जेलसम्म यो संविधान नफ्याँकिन्जेलसम्म यही संविधानको कारणले हामीलाई लुटतन्त्र मचाएको हामी यो संविधान नफ्याँकिनु छोड्दैनौँ भनेर सबैजना निस्किँदैछन्। यो बिचमा अहिले मैले केवल नेपाल र नेपाली बचाउन खोजेको हो र ती हरेक मागहरू छन् मेरा माग होइन। मैले विदेशबाट जेलमा भएका नेपाली ल्याउनुपर्छ भनेर भनेको छु। 7000 विदेशमा नेपाली छन् जेलमा। मेरा छोराछोरी जेलमा हुन् होइन नि कुरो बुझ्या हो के 20 लाखभन्दा मुनिको ऋण मिना गर्नुपर्छ भनेको छ। 20 लाखभन्दा मुनिको ऋण मेरो होइन नि 20 लाखभन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका दिनुपर्छ भनेको छ। मैले त अलरेडी 20 वर्ष तिर्ने मौका पाएकै छु नि। मैले मेरो लागि भनेको छैन। त्यो कागजमा भएका जुन हाम्रा मागहरू छन् मेरा लागि होइन। नेपाल जोगाउने र नेपाली सर्वहारा वर्ग भुइँ मान्छे जो पीडित वर्ग छ बाउले ऋण लिएको हुन्छ राजनीतिक कारणले हरेक कारणले व्यवहार बिग्रिन्छ तर छोरो मरेर गएको बाजे हजुरबाउ पनि ब्ल्याकलिस्ट छोरो नाति पनाति पनि ब्ल्याकलिस्ट 3 पुस्ता ब्ल्याकलिस्ट भएपछि तिम्रो लगानी कहाँ हुन्छ। व्यापारीलाई त प्रोत्साहन पो गर्नुपर्छ भनेर मैले भनेको थियो। अस्ति गृह मन्त्रालय लगेर माग बुझाइसकेपछि पहिला आइसकेपछि गभर्नर साहबले हिजो आफै बोल्नुभयो त ब्ल्याकलिस्ट राख्नु हुँदैन भनेर। त त्यो भिजन त दुर्गा प्रसाईसँग थियो त पहिल्यै भनेको र अहिलेको गभर्नर साहबले एउटा कुरो के राम्रो भन्नु थाहा छ जसले खेत जोत्छ माटो खेलाउँछ त्यसलाई दिनुपर्छ कागजमा माटो खेलाउनेलाई ऋण दिने होइन भन्नुभयो। भनेपछि यहाँ गभर्नर साहबको त भिजन राम्रो रहेछ नि त दुर्गा प्रसाईसँग मिल्यो नि त इन्ट्याक्ट।